guys, welcome back to my channel to the another vlog. It's me Mamta. So आज हामी जान लाग्छौं कापुचे लेक. अहिले बिहानको 6:30 बजे हो. हाम्रो गाडीले चाहिँ हामीलाई बस पार्क वेट गरिरहेछ. म चाहिँ मेरो साथीलाई वेट गरिरहेछु and she is late. 1 hour later. नास्ता खाना रोकेको छ मैले ओ यो त धेरै टल्किया धेरै गोरो हुनुहुन्न के क्या बोला तूने हेलो साथी ओइ कस्तो राम्रो भ्यू आयो म भएर पछाडीको हरायो त्यसै आरोप लगाएको यहाँ अब यहाँ केही भन्नु छ केही छैन साथी हामी कहाँ जाँदैछौँ हामी वहाँ सिक्लेस हो कापुचे जाने हो कापुचे हाम्रो लास्ट डेस्टिनेसन कापुचे हो न कौन है ये लोग कहाँ से आते हैं यस्तो मान्छे त उही गएर भनेको भए पनि हुन्थ्यो नि तिमी धेरै सानी हो कि के हो र त्रिपुरा यस्तो हाल छ बच्चाको लागि फोटो खिच्नु पर्छ शेयर गर है एस्थेटिक्स इज अ स्ट्रगल भनिरहेको छ ए लाला रे बस गर न भएन यही होला यिनी हो चिकित्सा बिरामी हाम्रो यिनी अनि अर्को यिनीहरू चाहिँ चिकित्सा बिरामी पार्टी हुन् यो दुईजना चाहिँ मेनली यिनी होइन है यिनी हो यो पछाडि बसेको आर्जु बस्याल्छु हाम्रो बिरामी हो बंद करो हाथ जोड़ के मैं खाना रोकेको छौँ हामी लागेको कति 9:30 हुन्छ 10 बजिसकेको छ अहिले बिहानको कति बोल्ने आइज यो कति ए चुप है सरी बोल्नै दिएन मेरो आवाजै गएको छैन यतिकै जाने हो के होला नि विचित्र प्राणी देखेको छु नि म कस्तो नभए त बिरामी जस्तो जिपमा गाडी चेन्ज गरेर रुको जरा सबर करो बाटो लास्टै अफ रोड रहेछ अब भ्लग बनाउनु चक्करमा म घाइते भयो भने चाहिँ म जिम्मेवार छैन ल हेलो गाइस हामी चाहिँ यति बेला कहाँ जाने गरे र हामी यति बेला चाहिँ नेपालीको ओरिजिनल बाटो औकातमा हिँडिरहेछौँ है हामी ये मेरी कार है और यहाँ पारी हो रही है
तिनीहरू दुईजनालाई कोही देखिए होइन कि फेरि हामीले त लाइट आर्जु आर्जु यता हेर्दै त यसो तिम्रो आन्टी खुसी सॉरी 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 तिमीलाई फेरि छुट्टै भन्नु पर्छ त्रिपुरा त्रिपुरा सिकिस्त छि कता कता देखिन्छ नि खै अब देखिन्छ नि म त के मतलबै लाग्दैन मलाई झ्यालबाट बाहिर गएर आफ्नो यिनीहरूको भिडियो खिच्न पर्छ दाइ पनि आउनु भयो अब हामी झिने दाइ आयो भनिदिनु बोलेको भन आगो ल साथी हामी वडा नम्बर कतिमा आउँदा नि एकमा यानी माडी ल ल जाम जाम अब केही भिडियो गर्न मिल्दैन जिपमा 3 घन्टा 4 घन्टा बिताएपछि हामी फाइनली सिक्लेस पुगिसकेछौँ र हामी अहिले चाहिँ होटलको मान्छेलाई वेट गरिरहेछौँ अनि हामी सबै साथीहरू थाकिसकेको थिए अहिले चाहिँ कति बेला होटल पुगेर सुतम भयो थियो सबैजनालाई हामी भर्खर सिक्लेस पुग्यौँ छ देखेको चाहिँ छैन होला कुहिरोले गर्दा तर यही हो कटो खिच्दैछ आइसी ठोकिनेहरूकै हातमा नि ओए धोकलिन्छ है तिमी त सक्छन् ईश्वरले त्यति गर्नु त फाइनली हामी होटल पुग्यौँ र अब यसो फ्रेसन अप भएर हामी चाहिँ चिया नास्ता खाजा जे छ त्यो खानातर्फ लागिहाल्ने हो हामी चाहिँ अहिले के अरे कुन अरे कुमारी इन सिक्लेसमा छौँ उहाँ चाहिँ हाम्रो चाहिँ गाइड हुनुभयो अनु गुरुङज्यू खाना आइसीको अरेन्जर गुड मर्निङ एभ्रिवान आज हाम्रो ट्रिपको सेकेन्ड डे हो र हामी छौँ अहिले सिक्लेसोमा अनि आज नै हामी कापुचीको लागि हिँड्नेछौँ र हामीले एउटै दिनमा सक्ने प्लान गरेको छौँ लेट्स सी के हुन्छ हामी हाम्रो सामान राख्न जाँदैछौँ हामी चाहिँ कापुची जान हिँड्न रेडी भएको ल गाइस यता 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 भित्र यता भित्र अनेस्टली आई एम रियली नट फिलिङ वेल मलाई थाहा छैन मैले यो ट्रेक कसरी कम्प्लिट गर्नेवाला छु लेट्स होप फर द बेस्ट हाई गाइज आज चाहिँ हामी सिक्लेसबाट ट्रेकको लागि हिँडिसकेको छौँ हामी खिचेन हामी साथीहरू चाहिँ अगाडि अगाडि गइरहेछन् छोडेर मलाई हामी चाहिँ अहिले फोटो खिच्न भनेर फुलबारीमा जानु भएको अनि अहिले हामीले चाहिँ कापुचीको चाहिँ लिएर आउँछु भन्नुभएको थियो के अरे खै आइपुग्नु भएको छैन 10 बजीसम्म आउँछु भनेको त्यसो चाहिँ सिक्लेस गाउँ हो पर्सि चाहिँ यहाँ मेला पनि लाग्दैछ अब यिनीहरू
उनीहरू यहाँ लड्न लागिसकेछ हेर्नु म केही गर्न सक्दिनँ यिनीहरूलाई सम्हाल्न सक्दिनँ One hour later. Hi. थाकेर बेहाल क्या दिदी 6.5 hours later. अब चाहिँ हाम्रो सेकेन्ड डेको फ्यु क्लिप्सहरू मात्रै छ किनभने यसपछि हामी सबैको फोन डेड भइसकेको थियो अनि यो चाहिँ हामीले जङ्गलको बिचमा उसको बर्थडे मनाएको खानेकुरा नभएको हुनाले एनर्जी लेभल एकदमै डाउन भएको थियो अनि त्यसैमाथि हामीले बाटो पनि बिराइसकेको थियौँ के गर्ने कसरी गर्ने वी हेभ नो आइडिया गाइज हामी यहाँ छौँ यता छौँ कस्तो लाग्छ नानी Say me something. Look. The next day. One, 2, 3, go! Dal. Hi guys, it's the last day of our trip. योको कुरा गर्नु पर्दा it was worth it. हजुरहरु यदि जाने प्लानमा हुनुहुन्छ भने एउटै दिनमा कम्प्लिट गर्ने चाहिँ नसोच्नु होला. Welcome to this vlog. यहाँ हुनुहुन्छ मिस श्वेता पाठक र यहाँ हुनुहुन्छ तिरु यता हुनुहुन्छ मोडल हाम्रो यहाँ के अरे हाम्रो ईश्वर हेन्सी टपर र यहाँ हुनुहुन्छ खै को यहाँ हुनुहुन्छ अर्को रिसाको माहा खानी शिवका 3 नेत्र जल्ने भन्दा नि उहाँको 3 नेत्र जल्दा रिस उठ्छ धेरै र उहाँ हुनुहुन्छ तपाईँको इन्ट्रोडक्सन उपेन्द्र जोगी फ्रम र यहाँ हुनुहुन्छ हाम्रो मैले चाहिँ चिने तर यहाँ ल है 1 2 3 go. मौसम तो ऐसा लग रहा है दिल गार्डन गार्डन हो रहा है बहुत मजा आ रहा है यहाँ पे पोखरा आएर साँझको आरती छुटाउनु त कुरै भएन दिनभरि पोखराको स्ट्रिट्सहरू एक्सप्लोर गरिसकेपछि हामी साँझ पुग्यौँ आरती हेर्न हाम्रो ट्रिपको आइटनरी पनि म यही साइडमा लेखिदिनेवाला छु हजुरहरू हेर्न सक्नुहुन्छ एन्ड द्याट मच फर टुडेज भ्लग डोन्ट फर्गेट टु लाइक कमेन्ट एन्ड सब्सक्राइब टु द च्यानल ट्रिपको फर्दर डिटेल्स म डिस्क्रिप्सनमा लेखिदिन्छु स्टे ट्युन फर नेक्स्ट भिडियो थ्याङ्क्स फर वाचिङ